हेलो, म खाना बनाउनु गइरहेको छु। ल हेर्नु, यो सबै रेडी गरेर राखेको। अनि अब यता कराई बसाल्यो। अब कुकिङ गर्नु गइरहेको छु है। कस्तो लाग्छ है तपाईँहरूलाई मेरो कुकिङ? पकाएको सब्जी अन्डा र आलु बोइल गरेर राखेको छु। यो हेर, ल हेर्नु है। पहिला फ्राई गर्छु सोयाबिन अनि अन्डा। आज कुकिङमा तपाईँहरूलाई स्वागत छ। यसलाई हेरेर सिक्नु पकाउनु। जसले आउँदैन त्यसले पकाउनु। यसरी नै पहिला सोयाबिन हाल्यो। अहिले यता म एक्लै छु, त्यही भएर एक्लै खान्छु है। थोरै हाल्यो, एक्लै हो। सोयाबिन फ्राई भयो, निकालिदियो। यस पछाडि हाल्यो अन्डा फ्राई गर्ने। अन्डा पनि फ्राई भयो, अन्डा निकाल्यो। अब हाल्ने प्याज, खुर्सानी, लसुन। खुर्सानी हाल्यो। भिडियो बनाइरहेको छु, कुकिङ गरेको। साथीहरूले हेरोस् भनेर। कुकिङ गरिरहेको छु, त्यही भएर तपाईँहरूलाई सिकाइदिरहेको छु नजानेको मान्छेहरूलाई। आज आलुदम बनाइरहेको छु, आलु उसिनेर। यो फ्राई भयो, अब आलु हाल्नु। आलु चाहिँ सिँगै भयो। ठिक छ, टाइम छ, खाइरहेको छ राम्रो। यो पनि मिसाइदियो। पछि हाल्नु फुटिहाल्छ। त्यसपछि टमाटर हाल्नु। टमाटर, बेसार, नमक आफ्नो स्वाद अनुसार। मसला चाहिँ यता रेडी बनाएको छुटेर। मसला चाहिँ छुटेको चाहिँ राम्रो हुन्छ, झोलो अलि राम्रो हुँदैन। त्यही भएर तपाईँहरूले कस्तो मनपर्छ खै? मलाई चाहिँ आफूले कुटेको चाहिँ मनपर्छ।
चलाउनु पाक्यो अब पाक्यो अब एकछिन पाक्छ अब एकछिन भुटौँ अब अन्डा नि हालिदिने अन्डा थोरै खानु अब हल्का झोल हाल्नुपर्छ ल हेर्नु त अब कस्तो भयो आलु सोयाबिन अन्डा अब एकछिन उम्लिन्छ अनि बन्द गरिदिनु लास्टमा धनिया पत्ता हाल्नुपर्छ भयो